ल गाइस हामी पिकनिकको स्थलबाट फर्किसक्यौँ हैन। टक्क लाएर बाटोमा छौँ हामी सबै। यता टक्क लाएर बाटोमा जम्मा भएछौँ। अब माइजूहरू गइसक्नु भयो। ओ के गर्नु यार, दारी जुङ्गा फुलिया छ सबैको फुल्छ त त्यही मात्रै हो। त्यति यार, अरु के छैन। ल ल ठिक छ फेरि हैन। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। सो आज पनि फेरि एउटा नयाँ भिडियो लिएर आइसकेको छु। आजको भिडियो चाहिँ हामीहरू पिकनिकतिर जाने भनिएको छ। सो जाँदैछौँ। दिनेश भाइ, हाम्रो स्पेसली दिनेश भाइको पार्टी भनौँ है, उसले बिहे गरेको पार्टी। अनि प्लस त्यही हो, हामी सबै जम्मा भएर जाँदैछौँ। भिडियो हेर्दै गर्नु होला, कस्तो लाग्छ तपाईहरुलाई। सबै भिडियोहरू देखाउने नै छौँ। लेट्स गो। ल गाइज, हामी चाहिँ अब टक्क लगाएर यहाँ सामान रेडी पारेर माथितिर जाँदैछौँ। टक्क हाम्रो मन्जित भाइले के गर्दैछ यहाँ? यो एकदम प्याकिङ भइरहेछ यहाँ। यो सामान सिरा छ, चिसोहरू छ, यहाँ एकदम आइटम छ यहाँ। ल ठिक छ। एकदम ठिक छ। ठिक छ हैन? अंकलजी के छ? एकदम ठिक छ। ल तिम्रो त पिकनिक चाहिँ शुभ यात्रा होस्, राम्रोसँग खाऊ आऊ अनि पेट धारेला बिस्तारै खाऊ है। दिनेश भाइ ल अब सबै माथितिर हुन्छ है, रमाइलो टक्क लगाएर हैन। तयारी गर्दैछ। सामान रेडी हुँदैछ। सामान रेडी भएपछि हामी हिँड्छौँ माथितिर है त। ल हामी चाहिँ अब टक्क लगाएर माथितिर लागिसक्यौँ त। टक्क यात्रा यता सुरु भयो। यहाँ जाँदै हुनुहुन्छ माइजूहरू, भाइहरू, बुहारीहरू, फुपूहरू, आन्टी, बहिनीहरू। टक्क लगाएर सबै गोपाल भाइ, झक्कु भाइ, मन्जित भाइ सबै जाँदै हुनुहुन्छ। यहाँहरू चाहिँ हिँड्दै जानुहुन्छ। हामी चाहिँ सामान लगेर टक्क लगाएर हामी माथि जान्छौँ पहिले चाहिँ है त गाइज। ल हामी चाहिँ लाग्यो। गोविन्द भाइले के हो, यो बोरै बोकेर हिँड्न लाग्यो त के हो? पुरा बोरै बोकेर हिँड्ने हो त? गाह्रो छ, गाह्रो छ। हाम्रो टोलीहरू माथि गइसके खान। टक्क लगाएर माथि। ये बाइक लेकिन काम दिया यार। ल गाइज, हामी चाहिँ सामान लिएर अगाडि निस्किसक्यौँ। गोपाल भाइ र म चाहिँ माथि आइसक्यौँ। अरू चाहिँ हिँड्दै आइरहनु भएको छ बाटोमा है। कतिखेर आइपुग्नुहुन्छ हेर्दै रम्ला। आइसकेपछि टक्क भिडियोहरू पनि बन्छ है। हामी चाहिँ माथि निस्किसकेका छौँ, सामान बोकेका छौँ। टक्क लगाएर सामान बोकेर निस्किसक्यो। अब त टक्क बाटैभरि लाली गुराँस पनि करो फुल्या छ। एकछिनपछि त्यसको पनि भिडियो बनाउँला होइन। त्यसो र आजको भिडियो चाहिँ स्पेसली दिनेश भाइले चाहिँ बिहेको पार्टी दिने भन्ने कुरो भएको छ। सो त्यही भएर हामी चाहिँ अब माथितिर जाँदैछौँ है। टक्क लगाएर हाम्रो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ मन्दिर। मन्दिरदेखि हामी माथितिर लागिसक्यो है। चिसोले होइन एकदम भोकिलाएर बर्बाद पारिरहेको छ। घामले मान्छे कालो न कालो बनाएको छ नि त जलेर यार। गाह्रो छ, गाह्रो छ। एकैमै लड्किन्छ नि हो त। एकैमै लड्किन्छ नि। सबै अड्कियो भइहाल्यो दाइ। अँधिरहेको छु अलि माथि हेर्छौँ हल्का एकछिन अलिक सोलो रहेछ है। सामानलाई साथी क्या
टक्क लाएर हामी चाहिँ माथि आइसक्यौँ अलि माथि टक्क होइन बाइक चाहिँ फेरि हाम्रो खतरा छ आज बाइक चाहिँ खतरा छ चलाएको बाइक आज चाहिँ यस्तै हो होइन जुगारमा छ आज हामी चाहिँ अब माथितिर लाग्छौँ यहाँ यस्तै हो सामान पनि पछाडि तन्न हालेछौँ अब अरू टोलीहरू चाहिँ तलतिर आउँदै हुनुहुन्छ सो अब अलि माथि गएर एउटा क्लिप बनाउन फेरि होइन सो यस्तै हो गुराँसहरू तन्न फुलिरहेछ टक्क लाएर गुराँसहरूको चाहिँ अलि पछि बनाउँला है त ल गाइज ल गाइज हामी चाहिँ टक्क लाएर बारम्पू आइसकेका छौँ है बारम्पू यता चौरतिर आइसकेका छौँ हल्का खासै चौर छैन यता हल्का चौर छ बिचमा त्यही हो अरू चाहिँ बाटोमा आउँदै हुनुहुन्छ हामी भाइ र म चाहिँ सामान लिएर टक्क आइसक्यौँ माथि त्यही हो भाइले ड्रोन उडाउँदैछ ड्रोनको भ्यू पनि राखिदिन्छु योमा है त टक्क लाएर ड्रोन सेट हुँदैछ अब ड्रोन सट हान्छौँ एउटा यहाँको लालीगुराँसहरू टन्न फुलिराख सो त्यही हो लालीगुराँसको एउटा सट हान्छौँ हामी है त्यही हो गाइज पाल्लोपट्टि देखिने चाहिँ यता हावामा लिउन हो है म त्यहाँको पुरा भ्यू पनि देखाउने छु सबै होइन रेडी हो भाइ होइन त्यही हो आजभोलि जङ्गलतिर घुम्न पनि एकदम रमाइलो छ लालीगुराँसहरू टन्न फुलिराख टक्क लाएर लालीगुराँसको भ्यू हेर्दैम है त ल गाइज टक्क लाएर सट्ट लाएर यो चाहिँ बारम्पूदेखि देखिने भ्यू हो यो पाल्लोपट्टि चाहिँ हामा लिउन यो लिउनको स्कुल हो है माथि हल्का देखिरहेछ सो त्यही हो लिबाङ बजार पनि हल्का हल्का देखिन्छ है त्यति राम्रोसँग क्लियर छैन अहिले यो चाहिँ माथिको चाहिँ ठुलो बुक्की यो चाहिँ जलजला जाने ठ्याक्कै जलजलानिरको ठुलो बुक्की हो यहाँ तलको चाहिँ सानो बुक्की है यहाँदेखि टक्क लालीगुराँस पनि बबाल फुलिरहेछ आजभोलि हेर्नुहोस् त टक्क लाएर यो चाहिँ माडी गाउँपालिका 5 नम्बर वडाको भाबाङ भन्ने ठाउँदेखि हो है यो चाहिँ माथि बारम्पू टक्क लाएर हेर्नुहोस् है लालीगुराँसहरू बबाल फुलिरहेछ अनि यो चाहिँ सन्तोष मामाको घर है यो चाहिँ माथि टक्क देखिन्छ होइन बबाल छ बबाल फाइनली हामी चाहिँ हाम्रो पिकनिक स्थलमा आइपुग्यौँ हाम्रो गोपाल भाइले चाहिँ ड्रोन उडाउँदैछ टक्क यताउताको भ्यूहरू लिएर ड्रोन उडाइरहेछ हाम्रो टोलीहरू चाहिँ सबै यता कतिजना धेरैजना आएर छौँ आज चाहिँ नाच्छौ त नाच क्या भोक्ला नि अब किन गोप्टे हो त्यस्तो सुन्नु
अब मासु खोल्नु मासु देखाइदिनु मासु यता हेर के किन लाज मान्छन् र यार ल अब चाहिँ खानपिन सुरु भइरहेको छ ल सबै हालौँ भटाभट मिठो ल अब खाजा खाने टाइम भयो हाम्रो ठक्क लाएर खाजा मलाई त खुट्टा पऱ्यो यार ल टक्क लाएर खाजा खाने टाइम भयो है ल टक्क खाजा नै ल सुरु भयो त गाइस ल खानुपर्छ अब ल त खानपिन भएर टक्क सक्यो अब हल्का रमाइलो गर्दै रमाइलो पछि हामी टक्क लाएर घरतिर फर्किन्छौँ त्यहाँपछि होइन के छ त तपाईँको केही छ भने केही छ ओ के गर्नु यार दारी जुङ्गा फुलिएको छ सबैको फुल्छ त त्यही मात्रै हो यति यार अरू के छैन ल ल ठिक छ फेरि होइन अरू के हो बवाल भाइ के छ अरू ठिक छ एकदम रमाइलो भइरहेको छ है रमाइलो पाखाने एकदम रमाइलो भएको छ फेरि पनि यस्तै घुम्ने अवसर मिल्छ होइन त्यसमा चाहिँ हामी फेरि भ्लगहरू बनाउनेछौँ है तपाईँहरूले चाहिँ हाम्रो युट्युब च्यानल चाहिँ सब्सक्राइब गरिदिनु होला बिल्कुल बिल्कुल त्यो त गर्नै पर्यो होइन त्यो गर्नु परिहाल्यो टक्क लाएर हाम्रो पछाडि चाहिँ उता फोटो सेसन भइरहेको फोटो बनाउने टिकटक बनाउने सबै भइरहेको यता साइडमा चाहिँ भिडियो त बनाने त हो त नि यहाँ ल यस्तै यस्तै हो गाइज बडम खाने मान्छे बडम यहाँ मिठो हुन्छ है उता अहिले खाने मान्छे मिठो हुन्छ बडम यहाँ पनि बडम त खाइयो फेरि उता मिठो हुन्छ यहाँभन्दा यहाँ फेरि मिठो हुन्न ल टक्क लाएर हामी चाहिँ अब एकछिनपछि फर्किन्छौँ यहाँ फोटो सोटो खिच्ने यसो टिकटक बनाउने भइरहेछ त्यहाँपछि सक्यो भनेपछि हामी टक्क लाएर निस्किन्छौँ यहाँदेखि होइन त एउटा साउन्ड निकालौँ सबको ल गाइस हामी पिकनिकको स्थलबाट फर्किसक्यौँ होइन टक्क लाएर बाटोमा छौँ हामी सबै यता टक्क लाएर बाटोमा जम्मा भएछौँ अब माइजूहरू गइसक्नु भयो हामी मात्र बाँकी छौँ अब हामी पनि जाने हो सो भिडियो यति नै नेक्स्ट भिडियोमा भेटौँला है त गाइस फेरि पनि होइन अर्को भिडियोमा भेटौँला भन्दै ल आज होली पनि खेल्यौँ हामी चाहिँ फेरि हिजो पनि खेल्यो आज पनि खेल्यो दुईचोटि होली खेल्यो ल